यिनीहरूलाई म फ्लेक्स हाल्छु यहाँहरूमा यहाँ नाम पढाएछस् के हो यसको नाम के हो यसको नाम कार्डियर भनेर सुनेछस् अब यसको बक्स खोल्छु पक देखाउनु दाइ दौरा काट्ने केटा हो है फेरि म दौरा काटेको केटा हो होइन दाइ मेरो प्राडा चस्मा मेरो भएन मेरो सोख हो लगाइदिएको मैले अब यहाँ जसले हेरेछ नि सबको सल्लाह आँखामा यो चस्मा भयो भने के हुन्छ महँगो चस्मा होइन यो $700-800 को हो कति भने अब नेपालीमा हिसाब गर्दा कति हुन्छ दादा 1 लाख 90,000 को चस्मा हो यो अब यहाँ कार्डहरू अब यहाँ म्याचिङ यहाँ डायमन्ड वाच मेरो इच्छा हो नि मेरो इच्छा हो आम्बो ल अनि सब हिराको यहाँ हेर यहाँ बस ड्याम बे यहाँ हेर यहाँ कार्डियर एकछिन यहाँ छ यहाँ छ like that. Bust down Tatiana. Ambo. It's like $45,000. 60 लाख रुपियाँ नेपाली सब हिराको मेरो इच्छा थियो अनि मलाई इच्छा थियो हिराको घडी लाउने मैले किनिदिएँ अब मैले के गर्नु त मलाई इच्छा थियो अर्को किन्छ कार्डियर वाच मलाई इच्छा थियो दौरा काट्ने केटा हो है फेरि म्याच सिक्ने तर म्याच सिक्ने 60 लाखको घडी लाउँछ म चाहिँ एउटै हातमा म चाहिँ कार्डियर वाच कार्डियो बेबी अनि रोलेक्स अझ योभन्दा महँगो छ यो चाहिँ फेरि यो चाहिँ अब यो चाहिँ लाइक $90,000 रोलेक्स डायमन्ड हिराको दौरा काट्ने केटा है फेरि म चाहिँ दौरा काट्ने केटाले कसरी हिराको घडी लाउँछ अब यो तोरी यो यताको यो आमु गर्नेहरूलाई चाहिँ यो भाइ एकछिन चुप लाएर बस भन्दिँदा हुन्छ ल अनि बस डाउन अनि आम्बो It costs like $90,000 यता भनेको लगभग कति खोका 1 करोड 1 करोड 20 लाख 120 अनि यो चाहिँ 70 लाख यो चाहिँ 70 लाख यो चाहिँ 70 लाख कार्डियर चाहिँ 70 लाख भयो अनि यो रोली चाहिँ अनि 1 करोड 20 लाख $90,000 समय हेर न कुन हिसाबमा चल्ला अब त मलाई बालै भन घडीको मेरो मोबाइलमा देखाउँछ नि घडी कति बज्यो मेरो मोबाइल खोइ मेरो मोबाइल समीर म घाम हेरेर थाहा पाउँछु क्या मेरो मोबाइल यही छ त अनि मेरो मोबाइल देखाउँछ मेरो आइफोनले देखाइरहेको छ कति बज्यो भनेर मलाई बालै भएन मलाई हिरा देखाउनु छ कि घाम हेरेर थाहा पाइदिने समय खाटियो ल बस्दै डायमन्ड डान्स oh diamond dance baby diamond dance दौरा काट्ने केटा हो है फेरि म त्यही दाउरा काट्ने हातमा हेर भाइ के छ अहिले यही दाउरा काट्ने हातमा होइन सर
मैले भन्नु खोजेँ इन्सपिरेसन दिन खोजेँ क्या यस्तो क्या केटाहरू जे भयो भने क्या आफ्नो मेहनतलाई कहिले पनि आफूले जे गरे पनि त्यसमा कहिले पनि आफूलाई कहिले पनि लोड नठान्नु म कस्तो हो मैले के गर्दैछु कहिले नठान्नु आफ्नो मेहनतमा विश्वास गर्नु जहिले पनि हामी जस्तो बदमास केटाहरूले त गर्छ